हेलो साथीहरू नमस्कार शुभ बिहानी भन्न चाहन्छु र आज चाहिँ असारको 28 गते स्पेशल दिन के हो भन्नुहुन्छ भने आज चाहिँ मेरो छोरी सोफियाको चाहिँ जन्मदिन हो। सो अहिले चाहिँ हामी भर्खरै काठमाडौँबाट सुर्खेत आइपुग्यौँ। अहिले बिहानको लगभग 8 बज्ने बेला भएको छ। अहिले हामी यता वासिङ गाडी धुने ठाउँमा आइपुगेको छ। अब म चाहिँ यहाँबाट घरतिर लाग्नुपर्ने हुन्छ। 7:30 बजेतिर हामी सुर्खेतको बसपार्कमा ल्यान्डिङ भएका थियौँ र आज चाहिँ असार 28 गते हाम्रो छोरी सोफियाको जन्मदिन। आजबाट छोरी पनि 5 वर्ष पुगिसके 5 वर्ष कम्प्लिट भएर 6औं वर्षको यात्रा जारी हुँदैछ र छोरीलाई यस भिडियो मार्फत सुरुमै मैले जन्मदिनको शुभकामना पनि भन्न चाहे। र अब वीरेन्द्रनगर सुर्खेतमा छु र यहाँबाटको अब मेरो यात्रा हुँदैछ मेरो घरसम्मको लगभग अब 1 घण्टा जतिको यात्रा चाहिँ अब यहाँबाट हाम्रो कालो घोडामा हुनेवाला छ। र भाइ सन्तोष के हाल छ? ठीक छ। काठमाडौँको यात्रा चाहिँ आजको अलि बिजोग भयो किनभने बर्खा लागिरहेको छ। बर्खा लागिसकेपछि चाहिँ प्यासेन्जर चल्नै गाह्रो छ। तपाईँहरू यदि सुर्खेत काठमाडौँ सुर्खेत यात्रामा हुनुहुन्छ भने चाहिँ सम्झिनुहोस् है त हामीलाई। र अघिल्लो पटक बाइकको भ्लगिङ गर्दा चाहिँ हामीसँग गोप्रोको लागि माइकको एडाप्टर थिएन, त्यसले गर्दाखेरि साउन्ड क्वालिटी राम्रो आएको थिएन। यसपटक चाहिँ जुङ्गेले अलि पैसा पनि खर्च गरेको छ है, माइक एडाप्टर यहाँ त्यहाँ गोप्रोको लागि सामान किनेर ल्याएको छ होइन। हेर्नुहोस् है, ट्याक्कै हेर्नुहोस् यस्तो सेटअप पनि बनाइसकेँ मैले ट्याक्कै गोप्रोको यो किट सिट के किनेर होइन। अब हामीसँग यो DJI को माइक चाहिँ फोनमा युज गर्नको लागि छ। त्यसपछि यो स्टिकहरू अनि ट्राइपोडहरू पनि छ है, सबै छ भन्नुपर्छ। र गोप्रोको माइक पनि ट्याक्क लाएर मैले सेटअप गरिसकेको छु। हेर्नुहोस् यस्तो खालको यो एडाप्टर पनि किनेर। र हाम्रो कालो घोडा चाहिँ यहाँ बाहिर छ हेर्नुहोस् है, ट्याक्क लाएर वास गरेर भाइलाई धुन लगाएर रेडी गराएर राखेको छु। अब चाहिँ म निस्किनु पर्ने हुन्छ। ट्याक्क हामी अब घरसम्मको यात्रा र घरको ब्लग पनि आज फ्यामिली ब्लग आउनेवाला छ। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। केटा कल मिलेंगे ल है त। यहाँनिर चाहिँ गाडी धुने काम भइरहेछ। वासिङ यस्तो छ। किन फोहोर छ यहाँ दाइ भनिरहेको थियो होइन। यो चाहिँ गाडी धुने ठाउँ हो नि त, फोहोर गाडी आएर सफा हुने ठाउँ हो। त्यस्तो हालेर भइहाल्छ लिड फोहोर। ट्याक्क लाएर धुइँदैछ। अब चाहिँ हामी ट्याक्क लाएर राइड सुरु गरौँ है त। त्यहीँ राखेको लौ त है त, लागौँ। अब गोप्रोको एङ्गल कस्तो मिलेको छ, आवाज कस्तो दिन्छ हेरौँ है त। अब साउन्ड क्वालिटी चाहिँ राम्रो नै आउँछ होला है। भाइजर लगाएर भाइजर नलगाएर चेक गर्नुपर्छ। वासिङ झन् आज रातभरि पानी परेको, त्यसले गर्दाखेरि अलिक खतम देखिरहेको छ। एकचोटि भाइजर लगाएर बोलौँ है। 8:15 गइसकेछ अहिले। म त हामी लगभग छिन्चु आउँदासम्म पनि पानी एकदम झरी परिरहेको थियो। आज पानी पर्ने भयो मिठो भन्ने सोचिरहेको थिएँ। ट्याक्कै हामी चाहिँ एयरपोर्ट चोक है, यो सुर्खेतको हामी एयरपोर्टै हो यो नजिकै पनि, र यसलाई चाहिँ एयरपोर्ट चोक भन्छ अगाडि। मौसम चिसो भइरहेछ। ओहो समय बितेको पनि पत्तै नहुने रहेछ। हेर्दा हेर्दै 5 वर्ष भइसक्यो क्या। मतलब अब त बिहे गरेको 6 वर्ष हुने बेला पनि भइसकेछ। यो ब्याग यसरी राख्यो भने चाहिँ अलिकति पेटमा चिसोले रोक्दो रहेछ क्या हान्नबाट। सो मजा आयो होइन। र यो माइक गोप्रोको माइक एडाप्टर हालिसके पछाडि चाहिँ बबालै साउन्ड क्वालिटी आउँछ होला भन्ने चाहिँ मैले आशा राखेको छु। हेरौँ के कस्तो आउँछ। पहिलो पटक कोसिस गरिरहेको छु म है। र योभन्दा अगाडिको अर्जेन्ट नेपालगञ्जवाला भ्लग पनि क्वालिटी त राम्रै जस्तो लागिरहेको थियो। भिडियो त आफूलाई नि राम्रै लागिरहेको थियो, तर अडियो चाहिँ पत्तुर नै आएर छ। तैपनि तपाईँहरूले हेरिदिनु भयो यार। 10,000 जति भ्युज आएकोमा सबैजना तपाईँहरूलाई म थ्याङ्क यू भन्न चाहन्छु है। बर्खा लागिरहेछ। आज पनि रातभरि खतरा पानी परेको क्या, नन स्टपै पानी परेको।
कहीँ कतै सिमसिमे, कहीँ कतै चाहिँ खतरा मुसलधारे नै पानी पऱ्यो, हेभी पानी परिरहेको थियो है। सो अब बाइकमा त अहिले अब चिप्लेला भन्ने डर भयो, पानी पऱ्यो भने रुजाउला भन्ने डर भयो, घाममा धुलोमा पनि डर भयो। अब ठुलो गाडीमा चाहिँ पानी पऱ्यो नि, घाम लाग्यो नि, जे भयो नि खासै मतलब हुँदैन नि त। सो मजाले एउटा रफ्तारमा हिँड्न सकिन्छ। बाइकमा चाहिँ अलिक डर लाग्छ मलाई है। सो अब मैले अब यसो कहिलेकाहीँ घुम्न पनि जानुपर्छ होइन, हालिदिइहाल्नुपर्छ नयाँ नयाँ ठाउँमा घुमेर, फ्यामिली भ्लग भन्ने सोचेर यो मोटो भ्लगिङको पनि सेटअप गरेको छु है। सो आशा छ तपाईँहरू सबैजनाले मलाई साथ दिनुहुनेछ। सो साथीहरू वाट जाडो भयो। यहाँबाट अहिले 8:18 गएको छ है यहाँ घडीमा। अब मेरो घर पुग्दाखेरि कति मिनट पुग्छ, यसपटकको भत्ता त अलिक छोरीलाई केही अलि धेरै गिफ्ट सिफ्ट लगिदिउँ भन्ने खालको पनि भएन क्या। अब गोप्रोको लागि सामानहरू यताउता किन्न पर्ने थियो, सबै उतै काठमाडौँमै पैसा खर्च भएर आयो। अनि बाबा मलाई सरप्राइज गिफ्ट चाहियो स्कुलमा भनिरहेको थियो अरे, किनभने अहिले हामीले त्यो सरप्राइज गिफ्टको काम पनि गरिरहेछ नि त। त्यो भएर अरूलाई दिएको देखा भएर रहर मानिरहेको हुनसक्छ। बवाल चिसो भइरहेछ यार। यहाँभन्दा कुदाउने हो भने झन् चिसो हुने होला। सो बिस्तारै हिँडौँ है। अब चाहिँ हामी धुलाबीर पुग्छौँ, त्यसपछि सुब्बा कुना। बाटो 2वटा छ मेरो घर जाने, यताबाट पनि जान्छ यताबाट पनि जान्छ। आज कताबाट गइदिउँ यार, यो चाहिँ छिन्चुको बाटो भयो है, यो चाहिँ अब यतापट्टिको बाटो छ। आज यताको बाटो पनि गइदिनु पर्छ कि त। ल नयाँ बाटो राइड हालिदिउँ त। जुन दाङको बाटो भएर अहिले हाम्रो नाइट बसहरू आइरहेको हुन्छ, त्यो गाडीहरू चाहिँ यही बाटो आउँछ। ल हामी पनि यताबाट पानी पर्छ कि यताबाट पानी पर्न सक्छ, नजाम। यतातिर अँध्यारो देखिरहेको छु मैले। ओहो ऱ्याङ्कोट पनि छैन। ल त साथीहरू एकचोटि भाइजर खोलेर बोलौँ है त। लो हेर, हावाले आवाज डिस्टर्ब गर्छ या गर्दैन, हाम्रो चाहिँ अब सुरुवाती चरणमा छ। यो जस्ट चेक गर्नु पऱ्यो नि त है, के कस्तो आउँदो रहेछ। सो जाडो पनि भयो, अब भाइजर लगाइदिउँ। आज चाहिँ अब आइतबार है, सन्डे। सो आज स्कुल बिदा नै हुनुपर्छ, नानी पनि घरमै हुनुपर्छ। साथीहरू अहिले चाहिँ हामी ट्याक्कै सुब्बा कुना चेकपोस्ट क्रस भएर अगाडि गइयो। पानी नपरोस् भन्ने मेरो चाहना छ। भ्यू चाहिँ बबालै देखिरहेको हुनुपर्छ मेरो विचारमा, किनभनेदेखि टक्क लगाएर पिच रोड अनि दायाँ बायाँ हरियाली वन जङ्गलको यो भ्यू चाहिँ बब्बालै देखिया हुनुपर्छ जस्तो लाग्छ मलाई। सो साथीहरू आजको यो भिडियो चाहिँ तपाईँले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट हानिदिनु होला। र कमेन्ट हानिदिनु होला भन्दा भन्दा एउटा कुरा चाहिँ मलाई ट्याक्कै याद आइहाल्यो है। तपाईँको अब यो सोसियल मिडियामा जे भनौँ न, जे गर्दा पनि यार केही न केही, जे गर्दा पनि चित्त नबुझ्ने क्या कसैको पनि क्या। अब अहिले अलि
यहाँ मेरो फेसबुकमा पनि रिल्सहरू गइरहेको छ नि त, त्यसमा पनि धेरै कमेन्ट आउने, टिकटकमा आउने, युट्युबको भिडियोहरूमा पनि आउने है। ओहो अलिक पहिलाको भिडियोमा ओभरटेक गरेको देखिन्थेन है, गाडी हल्का स्लो हिँडेको जस्तो देखिन्थ्यो नि त। सो त्यतिखेरको कमेन्टहरू फेरि ए बस पनि यत्रो लामो दूरी हिँड्ने नाइट बस यस्तो ट्रक जस्तरी कुदाउने अरे, बस चलाउन आउँदो रहेछ यहाँ त्यहाँ भन्ने खालको कमेन्टहरू आइरहेको थियो। अब अहिले अलि बस हल्का दौडाइदिएको जस्तो, ओभरटेक गरेको जस्तो भिडियो हालिदियो है। ए यस्तो ओभरटेक गर्ने रे, यस्तो दौडाउने रे, ओभर स्पिड गर्ने रे। आखिर गाडीको रफ्तार उही छ क्या होइन, उही टाइम टेबल छ गाडीको, त्यस्तो खालको भनाइ आउँछ। अनि अस्तिको नेपालगञ्ज जाँदाको भ्लगमा चाहिँ मैले जो 2टा ट्याङ्करहरू थियो क्या, खाली ट्याङ्करहरू बबईबाट उता झर्दाखेरिको, अनि मैले उनीहरूलाई सँगसँगै जुतेर रन्केर हिँडिरहेको थिएँ नि त। सो मैले अलिक ग्याप नपाएसम्म, टर्निङहरू नकटेसम्म ओभरटेक गरिरहेको थिइनँ। अनि त्यो ओभरटेक नगरे बेलामा फेरि ए यार त्यस्तो ट्रकलाई पनि ओभरटेक गर्न नसक्ने यहाँ त्यहाँ भनेर आइरहेको थियो फेरि कमेन्ट। अब इनकेस फेरि त्यही ओभरटेक नगरेको ठाउँमा ओभरटेक मैले यसो हल्का होइन हानिदिएको भए यस्तो तरिकाले ओभरटेक गर्ने यहाँ त्यहाँ भनेर पनि आउने 100% नै थियो। यसको मतलब अब केही मान्छेहरूलाई चाहिँ जे गरे पनि खुसी बनाउन चाहिँ नसकिने रहेछ क्या। अब हुन त मलाई त्यस्तो खासै केही फरक त पर्दैन, तर पनि कमेन्टहरू देख्दा कहिलेकाहीँ अचम्म लाग्छ क्या। अब हामीले गरिरहेको काम त अब हामीलाई पनि थाहा हुन्छ होला नि त होइन र। अब मानौ तपाईँ डक्टर हुनुहुन्छ, तपाईँ इन्जिनियर हुनुहुन्छ होला, ल मानौ तपाईँ केही कामको मिस्त्री हुनुहुन्छ होला, त्यो काममा त मभन्दा त तपाईँ नै बढी जान्नुहुन्छ होला नि त होइन। तपाईँ घर बनाउने मिस्त्री हुनुहुन्छ, अनि मैले तपाईँको काम हेरेर यो इट्टा लगाएको भएन, यस भएन भन्दाखेरि मजा आउँदैन होला है। तपाईँ डक्टर हुनुहुन्छ, अब तपाईँ डक्टरलाई मैले उपचार गर्न सिकाएँ भने त होइन, तपाईँको सोसियल मिडियाको भिडियो हेरेर उस गरेर त मजा आउँदैन होला नि त होइन। त्यस्तै हो, अब बुझ्ने मान्छेलाई यति भनेपछि इसारा काफी नै छ, नबुझ्नेलाई बुझाउन सकिन्न भन्ने चाहिँ मलाई थाहा छ। सो पानी नपरोस्, मेन ठुलो कुरो यही नै हो। र आज हामी अब टाइममै आइयो भनौँ, अझ पानी परेको भएर गाडी अलिक स्लो नै आयो होइन, नत्र अझै अलि अगाडि पनि आउन सक्थ्यो। खाजा नास्ता केही पनि खाइएको छैन, फ्रेस पनि भएको छैन। अब टक्क घर जाने। बाइक चाहिँ मैले भाइलाई बिहानै यहाँ ग्यारेजमा धुन लगाइहालेको होइन, किनभने अस्ति आउँदा पनि पानीमा रुजेर आएको थियो, हिलो भइरहेको थियो क्या। सो अब हामीसँग दूरी नजिकै छ, सो भिडियो यसो कुराकानी गर्दै गइदिउँ न होइन भनेर चाहिँ हो। सो कुराकानी तपाईँलाई अलिक अप्ठ्यारो लागेको भए म अहिलेलाई चाहिँ एकछिन बन्द गर्छु, अलि अगाडि गएर भेटौँ न त है। अहिले चाहिँ 8:30 गएको छ है। अघि कति मिनट गएको थियो मैले ठ्याक्कै बिर्सिएँ, तपाईँहरू भन्नुहोस् है। र अहिले हामी ठ्याक्कै पुग्यौँ, भेरी पुल भन्छ है यसलाई चाहिँ। ल हेर्नुहोस्, ट्रक ड्राइभर लाइफस्टाइल खाना पाक्दैछ जस्तो छ। यो चाहिँ भेरी पुलको दृश्य। ए भेरी चाहिँ एकदम धमिलो नै आएको छ आज है। हेरिदिउँ त एकलट, के छ र खासै हेर्ने खालको त छैन, त्यस्तै छ है। ए र यहाँबाट गयो भने पनि मेरो घर चाहिँ आउँछ है, तर बाटो चाहिँ पुरै अफरोड छ है, खतम छ। र धुलियाबिटबाट टक्क लाएर लेफ्ट छिरेको भए पनि मेरो घर आउने छ, त्यो बाटोमा पनि पर्छ। र अब हामी यहाँबाट छिन्चु भएर जाँदैछौँ, किनभने यो भनेको अब मेन हाइवे भइहाल्यो नि त होइन र। र साथीहरू जे होस्, एउटा कुरा चाहिँ के खुसी लाग्छ भने अब जे जस्तो भयो तापनि 2-4 जनाले हेट त गर्नै पर्छ है, किनभनेदेखि 2-4 जना दुश्मन, 2-4 जना हेट गर्ने मान्छे भएन भने जिन्दगीमा त्यो एक भनौँ न च्यालेन्ज को फिल नै हुँदैन अरे क्या मान्छेलाई होइन। सो भनौँ न त्यति त चाहिन्छ नै, तर 2-4 जना त्यस्तो त छन्। साथमा माया गर्ने मान्छेहरूको चाहिँ कमी छैन। मैले तपाईँहरूलाई बाटोमा भेट्छु, गाडीमा भेट्छु, कमेन्टमा हेर्छु, सोसियल मिडियामा मेसेजहरू आउँछ,
त्यहाँ हेर्दाखेरि चाहिँ जे होस् खुसी लाग्छ, माया गरिदिनुहुन्छ। घनश्याम भान्जा भान्जाले पनि राइड हान्न लागिछ मिस्टर कर्णाली है। गाडीहरू चाहिँ पुग्दैछन् अहिले। हामी चाहिँ पुगेर पनि म चाहिँ फर्किसकेँ। हामी 7:30 मा पुगेको थियौँ, अहिले 8:30 भयो। गाडीहरू यहाँ छ, कुनै गाडी अलि अगाडि क्रस भयो। हामी चाहिँ हिजो ट्याक्क टाइममै निस्केको थियौँ 5:30 बजीतिर बस पार्कबाट ट्याकटुक। अनि नागढुङ्गा आउँदासम्म लगभग 6:30 भएको थियो। 6:30 मा ट्याक्कै नागढुङ्गाबाट हिँडेको थियौँ। मैले बसमा पनि भ्लग चाहिँ कन्टिन्यू नै गरिदिन्थेँ कि, तर समस्या के भयो भन्दाखेरि यात्रा धेरै जस्तो पुरै नाइटमा मात्रै हुन्छ है। अब नाइटमा आइफोनले खिचे पनि गोप्रोले खिचे पनि भनेको जस्तो क्वालिटी आउँदैन, त्यसले गर्दाखेरि अलि मजा आउँदैन। प्लस अब क्याबिनमा ट्रकमा जस्तो हुँदैन नि त, अब एक्लै टक्क हिँड्ने त्यस्तो खालको हुँदैन। क्याबिनमा मान्छेहरू हुन्छ, कतिजनाले मलाई नदेखाउनु भन्छ होला, कतिजनाले झ्याउ मान्छ होला। सो होइन त्यस्तै प्लस अब कामको प्रेसर पनि त्यही हिसाबको हुन्छ। त्यसैले गर्दाखेरि खासै बसमा चाहिँ त्यस्तो भ्लग गर्न अलि आफूलाई क्या अलिक अकवर्ड लाग्छ क्या, अलिक मजा नलागेको जस्तो लागिरहेको हुन्छ। ट्रकमा हुँदा बाइकमा त हेर्नु न कम त रहर गरेर बनाइरहेको छु मैले, भिडियो बन्द गर्नै मन लाग्दैन, बनाइरहन मन लाग्छ। ट्रकमा हुँदा पनि डेली हाल्थेँ, तर बसमा चाहिँ जतिले मसँग यात्रा गर्नुभएको छ, भेट्नु भएको छ, उहाँहरूले चाहिँ बुझ्नुहुन्छ यो कुरा के मैले भन्न खोज्दैछु भन्ने कुरा चाहिँ। सो अब तपाईँले बसकै हेर्ने हो भने पनि अब बनाउनु पऱ्यो होइन। अब हाल्नुहोस् जे होस् होइन, कन्टिन्यू चाहिँ गर्नुहोस् न, यस्तो 2-4 दिनमा हाल्नुहोस् होइन, अपडेट भइराख्नुहोस् भन्नुहुन्छ भने चाहिँ अब बाइकमा भयो पनि, जहाँ भयो पनि, फ्यामिली ब्लग भयो पनि, जस्तो भयो पनि होइन। मैले चाहिँ अब सामानहरू पनि किनिरहेको छु अहिले। गोप्रो छ हामीसँग, डिजाईको माइक छ, अब होइन अब यताउता अब हरेक कुरा भनौँ न, ट्राइपोडहरूदेखि लाएर अलिअलि लगानी पनि गरिएको छ अहिले। प्लस अब यी ब्ल्याक क्याट भन्ने कि ब्ल्याक हर्स भन्ने यो पनि आएको छ होइन फ्यामिली मेम्बरमा। सो अब घरको अब भनौँ न पछिल्लो समय धेरै समस्यामा थियो। त्यो समस्याहरू अहिले अब अस्ति पनि मैले तपाईँलाई भनिसकेको थिएँ, अबदेखि चाहिँ जुन लफडाहरू थियो जग्गाको त्यो सबै केस मिलेको छ भनेर मैले तपाईँलाई खुसीको कुरा पनि सुनाइसकेको थिएँ होइन। सो सबैजना खुसी हुनुहुन्छ र हामी पनि खुसी छौँ। त्यही हो, टाउका अलिकति ऋण छ, मर्दको छोरो हो, जाँठा ऋणसिन चाहिँ तिरिन्छ होइन। ज्यानलाई केही नहोस् भन्छ नि, दिन नलागोस्, ऋण लागेर केही फरक पर्दैन भन्छ। त्यो कुरो चाहिँ मलाई पनि एकदम सही लाग्छ। सो जाडो भइरहेछ यार मलाई लास्टै धेरै। गाडीमा त क्याबिनमा होइन, पछाडि त एसी हुन्छ होइन, एसीमा त जाडो नै हुने भयो। हाम्रो क्याबिनमा चाहिँ अब अलिक तातो नै हुन्छ। सो अलिक गर्मी भएर आइन्छ क्या बस चलाउँदाखेरि। बाहिर त अब यस्तो चिसो छ। आइरहेछ टर्निङहरू चाहिँ मिठो छ है। बोल्न त बोलिरहेको छु यार, आवाज कस्तो आइरहेछ भन्ने मलाई नि थाहा छैन है, मैले चेक गरेको छैन अहिले। एकैचोटि घर गएर चेक हुन्छ, राम्रै आएको रहेछ भने त ठिकै भयो, पस्तुर आएको रहेछ भने त फेरि बिजोक हुन्छ। साथीहरू यो चाहिँ अब ठ्याक्कै हामी अब अस्तिको भिडियोमा पनि मैले ठाउँ चाहिँ देखाएको थिएँ, तर बोलेको कुरा चाहिँ तपाईँले सुन्नु भएको थिएन है। यो चाहिँ अब हाम्रो छिन्चु बजार हेर्नुहोस्, यसलाई ट्याक्कै सल्ली चोक भन्छ। यहाँ यो चाहिँ कोलपुर नेपालगञ्ज जाने बाटो, काठमाडौँ जानलाई चाहिँ त्यता हो। र यो जाजरकोट डोल्पा सल्यान जानको लागि चाहिँ यो रुट हामी जानुपर्छ है। र मेरो घर पनि यही बाटोमा पर्छ। यसलाई चाहिँ भेरीगङ्गा नगरपालिका वडा नम्बर 12 छिन्चु भन्छ है। पहिलाको छिन्चु गाविस हो। हाम्रो घर चाहिँ भेरीगङ्गा 13 रामघाट भन्छ। पहिलाको चाहिँ रामघाट गाविस हो नि त। अच्छा हेर त भ्यू त बवाल देखिरहेको छ त यार मेरो गाउँठाउँ पनि होइन।
जे होस् हाम्रो गाउँठाउँ चाहिँ अब हुन त सबैलाई आफ्नो जन्मभूमि प्यारो नै लाग्छ, तर साँच्चीकै भन्दा हाम्रो गाउँठाउँ चाहिँ बस्नको लागि चाहिँ उपयुक्त नै छ। बाढी पहिरो भुइँचालो कुनै कुराको पनि उस छैन होइन। त्यस्तो अब तराईको जस्तो गर्मी धेरै, जाडो धेरै, प्लस मच्छरहरू लाग्ने त्यस्तो धेरै चाहिँ छैन। र हाम्रो पहाडी एरिया पनि छैन, एकदम समतल एरिया छ होइन, रामघाटभरि चाहिँ। सो गजबै छ हाम्रो ठाउँ। र अब झन् छेउमै भेरी नदी बगिरहेछ होइन, एकदम गजबै छ। मलाई आफ्नै जन्मभूमि भएर मात्रै नभयो कि साँच्चैकै गजबै छ। र पहिला चाहिँ अलिक सिँचाइ थिएन, अहिले चाहिँ टक्क सिँचाइको पनि व्यवस्था भइरहेछ। त्यो हिसाबले चाहिँ बस्ती बस्नको लागि चाहिँ गजब छ। अलिक सेवा सुविधाको हिसाबले चाहिँ अब कोलपुर सुर्खेत छिन्चु भन्दा चाहिँ अब कम भयो भित्र गाउँ भयो क्या, तर बस्ती बस्नको लागि चाहिँ गजब छ है। र साथीहरू अब आज चाहिँ हाम्रो सोफियाको जन्मदिन विशेष यो भिडियोमा चाहिँ अब जो भनौँ न, अब पहिलो सन्तानको रूपमा आजभन्दा 5 वर्ष अगाडि ट्याक्कै असारको 28 गते सोफिया जन्मिएको थियो होइन। सो नानी जन्मिसके पछाडि चाहिँ अब त्यतिन्जेलसम्ममा अब हाम्रो घर परिवारमा अब भनौँ न अब त्यस्तै थियो, ठिकै चलिरहेको थियो, गुजारा चलिरहेको थियो भन्नुपर्छ। नानीको जन्म पश्चात चाहिँ भनिन्छ नि केही कुरा पछि गुड लक लाग्छ भने जस्तै। सो सोफियाको जन्म पछाडि चाहिँ हाम्रो फ्यामिलीमा अलिकति गुड लक चाहिँ अझै लागेको हो कि भन्ने चाहिँ हामीले महसुस गर्छौँ। सो भनिन्छ नि छोरा भाग्यले पाइन्छ भने छोरी चाहिँ सौभाग्यले पाइन्छ अरे भन्ने कुरा छ। ओहो कुन च्याउ हो बे, कुन च्याउ हो कान्छा? अर्को छैन त्यो के लामो होला सङ्ग्राइनो कसरी हो मात्रै? ओहो 50 खुल्ला छ त तिमीहरूसँग? कति च्याउ त गजब लाग्छ कि मलाई। 50 भने त त्यसलाई 50 रुपियाँ होइन त त्यो? त्यही त मसँग 100 छ भनेको। ल्याऊ 50 फिर्ता ल्याऊ। आज टिप्या त होला नि, भर्खर टिप्या त हो नि। ल ठिक छ त भइहाल्यो नि त। तर फेरि यो लेग गार्डमा यस्तो राख्ने ठाउँ पनि छैन क्या यहाँनिर यार। कसरी लैजाने हो गाइस? यहीँ बान्नुपर्ने भयो यसलाई नै यसरी। अहिले गएर ट्याक्क लाएर अब अलिकति खाना खाने, अब रातभरि सुताइ छैन नि त होइन। सो अब गएर मासु कति खाने होइन त, टक्क लाएर मसरुमसँग भात हान्ने तातो, अनि त्यसपछि सुत्ने होइन। अनि फेरि टक्क लाएर भरे अलि दिउँसो बेलुकातिर फेरि केटाकेटीलाई फेरि यसो अलिकति घुमाइदिनै पर्छ। फेरि बजारतिर ल्याउने, छिन्चुतिर ल्याउने, यसो हल्का घुमाउनु पर्छ यिनीहरूलाई पनि। त्यही भन्दै थिएँ। र अब नानी हाम्रो फ्यामिलीमा आएदेखि हाम्रो गुड लक लागेको हो होइन। सो अब हाम्रो अहिले घरमा अब भनौँ न अनलाइन बिजनेस जस्तो पनि चलिरहेछ, सोफिया गिफ्ट जोन भनेर तपाईँले टिकटकमा फेसबुकमा पनि आइडी देख्न सक्नुहुन्छ। र त्यहाँनिर चाहिँ के हुन्छ भनेदेखि विशेष गरेर महिलाहरूको लागि लुगाहरूदेखि लाएर होइन, अब महिलाहरूको सामग्रीहरू के हुन्छ, धेरै कुराहरू आइटमहरू त्यस्तो कुराहरू। अनि प्लस अहिले यो जुन सरप्राइज बर्थडे सरप्राइज गिफ्ट दिने अहिले जुन यो ट्रेन्डिङ चलिरहेछ ट्रेन्ड, त्यो ट्रेन्ड चाहिँ हामीले पनि जो हाम्रो यो एरियामा कसैको आफ्नो मान्छेको जन्मदिन छ, तपाईँहरू टाढा हुनुहुन्छ भनेदेखि ल सरप्राइज दिइदिनुहोस् भनेर चाहिँ तपाईँहरूले सामानहरू अर्डर गरिदिनु भयो भने टक्क लाएर हामीले उहाँहरूको लोकेसनमै लगेर छोडिदिन्छौँ। र हाम्रो सोफिया गिफ्ट जोनको म टिकटक आइडी पनि तपाईँहरूलाई यहाँनिर मेन्सन गरिदिन्छु होइन। सो तपाईँहरूले हेर्न सक्नुहुन्छ। र यतै सुर्खेतबाट हुनुहुन्छ भने
झन् सजिलो। तपाईँहरूलाई यदि त्यस्तो अर्डर गर्नुपर्ने छ भनेदेखि चाहिँ सम्झिदिनु होला पनि भन्न चाहन्छु। लौ त साथीहरू, अब चाहिँ यहाँनिर अलि तलतिरबाट राताचौर भन्छ होइन, राताचौरबाट चाहिँ हामी लेफ्ट लाग्छौँ, त्यसपछि चाहिँ हाम्रो घर आउने हो। सो अब हामी एकैचोटि घरतिरको बाटोमा नै भेट्नुपर्छ है। भिडियो चाहिँ अब हेर्नु न, भिडियो बनाउने जोस जाँगर त छ के, तर बसमा मिल्दैन भनेको जस्तो माहौल हुँदैन भनिरहेको थिएँ नि त मैले होइन। त्यसले गर्दाखेरि नत्र भनेदेखि त मैले भ्लग त गराइहाल्थेँ नि, भिडियो बनाउन त मलाई त अब गजबै लाग्छ। म नन स्टप जति पनि बोलिदिन सक्छु होइन। मलाई यो काममा मजा चाहिँ आउँछ, तर बसमा अलिक माहौल मिल्दैन। अब बसको भिडियो एउटै रुट बधाई ट्रक चलाउनु पनि भन्नुहुन्छ कतिले। अब आफ्नो अलिकति एउटा पारिवारिक बेहोरा मिलाउनु पर्ने छ, केही समय छ। अब चाहिँ जुङ्गे दाइले ट्रक चलायो भने चाहिँ अब आफ्नै किन्छ होइन, डब्बा किनेर चलाउने भन्ने रहर हो। के गर्ने, डब्बा महँगो छ, भनेको जस्तो भाडा छैन, अलिक गाह्रो छ कि। बस लाइन भन्दा पनि अहिले त गाह्रो पो भइरहेछ त यार, भाउ नै छैन। अनि गाडीको मूल्य चाहिँ एकदम हाई छ, एकदम बढेको छ कि। तर गाडी भाडा ऊहरू चाहिँ डिजेल पनि बढेको छ, तर गाडी भाडाहरू चाहिँ बढेको छैन। अलिक अहिले अवस्था नाजुक छ। हेरौँ एक वर्ष 2 वर्षसम्म के हुन्छ माहौल, त्यसपछि हामी सोच्नेछौँ। हुन पनि यार 2016 मोडल गाडी आजभन्दा 3 वर्ष अगाडि 18-20 लाख रेट चलिरहेको थियो भने अहिले त्यही 16 मोडलको त्यही गाडी चाहिँ नि 30 लाख 35 लाख 30देखि 35 लाखको एभरेजमा चलिरहेछ। मतलब अब 16 मोडल गाडी बनेको रेट क्या, 10 वर्ष अगाडि बनेको रेट नै त्यति नै होला क्या, अहिले पनि त्यही रेट छ। अनि त्यति महँगो हालेर त के किन्नु भनेर नकिनेको हो। सो अब केही समयलाई अब तपाईँहरूलाई ट्रककै भिडियो नै प्यारो लाग्ने हो कि कन्टेन्ट नै प्यारो लाग्ने हो कि जुङ्गे दाइ प्यारो लाग्ने हो, यसो भनिदिनु होला होइन। अब जे जस्तो भए पनि मैले जे हाले पनि हेरिदिनु हुने, जे हाले पनि मन पराइदिनु हुने पनि धेरैजना हुनुहुन्छ। अब तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। सो अब सपोर्ट गरिदिनु होला यार, माया देखाइदिनु होला। अहिले अलि जोस जाँगर लागिरहेछ होइन, टाइम त हुँदैन अहिले, यति टाइम प्याक छ। हेर्नुहोस् 7 ट्रिप 8 ट्रिप हुन्छ महिनामा। आज गयो, भोलि काठमाडौँ पुगिन्छ, बसिन्छ, अनि फेरि भोलिपल्ट फर्किनुपर्छ। फेरि यहाँ आज आइपुग्यो, अब आजै रेस्ट गर्ने, फेरि भोलि फर्किनु पर्ने हुन्छ। यो टाइम पिरियडमा के गरी भ्याउने हेर्नुहोस्। सो अब टाइम चाहिँ छैन हामीसँग, धेरै नै बिजी भइन्छ। कतिखेर सुत्ने, कतिखेर भिडियो बनाउने, कतिखेर एडिट गर्ने, कतिखेर अपलोड गर्ने, हेर्नुहोस् दिमागले भ्याउँदैन। तैपनि म गरिरहेको छु। सो अब मेहनत देख्ने बुझ्ने मान्छेहरूले चाहिँ पक्कै पनि सपोर्ट गर्नुहुन्छ होला भन्ने चाहिँ म आशा गरिरहेको छु। हेर्नु न यार, आजको भिडियो पनि 1 घन्टै हान्छ जस्तो लागिरहेछ, लामो भइसक्यो। सो अब अहिले चाहिँ हामी ट्याक्कै अब रामघाट आइपुग्यो। सो रामघाट बजार देखाइदिउँ, त्यस पछाडि एकछिनमा हामी घरतिर पनि देखिन्छौँ है। बाइकको आवाज क्लासिक जस्तो अलि बुटुटुटु चाहिँ छैन, सो सफ्टमा छ तर मिठो छ। मलाई चाहिँ मिठो लाग्यो बाइक। र एकजनाको कमेन्ट थियो, बाइक किन्ने सोचमा छ, बाइकको अनेस्ट रिभ्यू दिनुहोस् न भन्नुभएको थियो। तपाईँ अब बुलेट अब पट्काउनेवाला पटाटरवाला मनपर्छ भने चाहिँ अब ओल्ड मोडल क्लासिक अनि रिबन क्लासिक पनि लिन सक्नुहुन्छ। तर होइन, अब यो न्यू मोडल मेटरको पनि फिल लिन्छु भन्नुहुन्छ भने चाहिँ लिनुहोस् यार, पछुताउनु हुँदैन तपाईँ। गजब छ बाइक। अब शब्दमा के भनिराख्नु, यति बुझ्नुहोस् कि गजबै छ क्या। सो यही हो हाम्रो बजार चाहिँ, केही पनि छैन खासै, यस्तै छ। अवस्था नाजुक छ यहाँको। अरे यार, यो बाइकको लाइसेन्स निकाल्दाखेरि ट्रायल दिँदाखेरि एड किन बनाउनु पर्छ भनेको चाहिँ यस्तो ठाउँमा काम लाग्दैछ। हेर्नु न, अब भर्खर सुर्खेतबाट यस्तो मजाले ब्ल्याक हर्सलाई टल्काएर टलक्क बनाएर हिँडेको थिएँ। बाटोभरि यस्तो छ अवस्था, पुरै हिलो छ। अनि ट्रायल दिँदाखेरि एड बनाएको चाहिँ यहाँ काम लाग्ने रहेछ क्या, ट्र्याक्क लाएर यसरी एड बनाउने। बाफ्रे 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 बाफ्रे। अब चाहिँ मेरो घर नजिकै छ, बाटो पिच भइदिएको भए यति मजा आइहाल्थ्यो नि सल्लाह। यस्तो छ यार बाटोको अवस्था, हेर्नु न, हिँड्नै मिल्दैन।
भर्खर धोएर आएको अब के मजा आयो त अब साथीहरू अहिलेको टाइम चाहिँ हेर्नुहोस् ट्याक्कै 9 बजिरहेछ यहाँ घडीमा है पक्कै म सुर्खेतबाट हिँड्दाखेरि कति बजेको थियो यार ट्याक्कै कमेन्ट गर्नुहोस् त ट्याक्कै 9 बज्यो तर भर्खर घर आइपुग्यो भन्नुपर्छ घरैनिर पनि यस्तो हिलो छ यार लु फाइनली घर त आयो तर रामघाट बजारबाट यहाँ आउँदासम्म म थाकिसकेँ यार यस्तो धेरै ए सोफिया खै ह्याप्पी बर्थडे टु यु बाफ्रे 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 कसको बाबा हो होइन म त सोफियाको हो अरे बाफ्रे ह्याप्पी टु यु अब सोफियालाई भन्ने हो के अरे तँलाई भन्ने होला र त पोल्छ है फेरि लगाएर भर्खर धोएर आएको यस्तो अवस्था भइसक्यो ए जुचु ए सिस्टम फाड़ देंगे गोली मार दूंगा खै को अंकल ओ सोफिया मेरो छोरो ह्याप्पी बर्थडे खै गिफ्ट खै त बाबालाई गिफ्ट ओहो गुड लौ त साथीहरू फाइनली अहिले साथीहरू अब चाहिँ म घर पुगिसकेँ एकदम थाकिएको छ होइन सो अब बिहानको अहिले 9 पनि बजिसक्यो अब 2-4 घन्टा रेस्ट गर्नुपर्छ नुहाइधुवाइ गरेर सुत्नुपर्छ अनि बल्ल बेलुकामा अब यो बर्थडे सेलिब्रेसन गर्ने के कसो गर्ने बेलुका हुन्छ सो अब त्यो चाहिँ हामी भिडियो आउनेछ कि हामी लाइभ आउनेछौँ सो अब अहिले चाहिँ म सुत्नुपर्छ फोन पनि चार्जमा हाल्नुपर्छ आफू पनि अब चार्जमा सुत्नुपर्छ होइन सो अब यो भिडियो फेरि भरे दिउँसो उठेर एडिट गरेर बेलुकासम्म तपाईँहरूलाई देखाउनु पनि पर्छ होइन असार 28 को आजै देखाउनु पर्छ नि त सो अहिलेलाई चाहिँ म छुट्टिन्छु अहिलेसम्म भिडियो तपाईँले अन्तिमसम्म हेरेर साथ दिनुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद धेरै धेरै माया छ भन्न चाहन्छु तपाईँले मेरो अनुहार मेरो आवाजबाटै थाहा पाइसक्नु म कति थाकिसकेको छु भनेर सो अहिले चाहिँ म सुत्छु गुड नाइट भन्नुपर्छ होला है गुड नाइट शुभरात्रि बाई बाई जय नेपाल